म चाहिँ साह्रै पेटको समस्या भएको मान्छे हुँ। कब्जियत र ग्यास्ट्रिकले सताएको थियो। धेरै औषधिहरू खाइयो। ती औषधिहरूले चाहिँ मलाई धेरै निको हुन गाह्रो भयो। यो औषधि त्यो औषधि भन्दा भन्दा धेरै समय बित्यो। एक दिन म यो टिकटक हेरिरहेको थिएँ। त्यो टिकटक मार्फत चाहिँ मैले यो क्लोरोफिल भन्ने औषधिको चाहिँ विज्ञापन देखेँ। त्यो विज्ञापन देखिसके पछाडि मैले चाहिँ यो अर्डर गरेँ। तुरुन्तै उहाँहरूले मलाई यो उपलब्ध गराइदिनु भयो। त्यो उपलब्ध गराइसके पछाडि यो औषधि चाहिँ मैले प्रयोग गरेँ। मेरो समस्या चाहिँ लगभग 1 हप्ता प्रयोग गरिसके पछाडि यसले मलाई परिणाम देखायो, जहाँ म निको भएँ। मेरो समस्या 98% चाहिँ यसले निको बनायो सुरुको 1 हप्तामा। मैले अहिले पनि प्रयोग गरिरहेको छु कन्टिन्यू। मेरो अहिले समस्या छैन। मेरो समस्या निराकरण भइसके पछाडि मेरो हजुरआमाको पनि यस्तै समस्या रहेछ। हजुरआमालाई मैले गाउँ जाँदाखेरि उपहार स्वरूप यो लगेँ, जहाँ मेरो पनि निको भयो र मलाई विश्वास लाग्यो। मलाई विश्वास लागिसके पछाडि मेरो हजुरआमालाई दिएँ। हजुरआमालाई दिइसके पछाडि हजुरआमाको 15 दिन पछाडि यसको परिणाम देखा पर्यो। हजुरआमाको समस्या चाहिँ कस्तो थियो भन्दाखेरि उहाँलाई धेरै गोटा पर्यो, दिशा गर्नै गाह्रो हुने त्यो समस्या थियो। 15 दिन पछाडि त्यो समस्या टोटली निको भयो। उहाँलाई एकदम राम्रो छ। उहाँको स्वास्थ्य अवस्था राम्रो छ। उहाँको जीवनशैली नै अहिले परिवर्तन भएको छ, किनकि उहाँसँग जुन समस्या थियो टाइममा दिशा नहुने, त्यो समस्या अहिले ठिक छ। मलाई पनि ग्यास्ट्रिकको समस्या, कब्जियतको समस्या, अमिलो पानी आउने, डकारहरू आउने, पेट फुल्ने समस्या थियो। यो क्लोरोफिल प्रयोग गरिसके पछाडि मेरो त्यो समस्याहरू अहिले जेरो छैन। अहिले म निको भएको छु। अहिले पनि अझ स्वस्थ रहनको लागि सधैँ त्यो डिटक्स यहाँ शरीरमा भएको त्यो विकार वस्तु फाल्नको लागि चाहिँ हामीले प्रयोग गरिआएको। मैले चाहिँ फेरि अर्डर गरिसकेको छु। तपाईको यो पुरानो सकियो। तपाईहरुलाई पनि कुनै पनि पेटको समस्या छ भने ढुक्क तरिकाले मगाएर प्रयोग गर्न सक्नुहुन्छ। यो प्रयोग गरेर तपाईले आफै परिणाम देख्न सक्नुहुनेछ। यो म अफिसमै राख्छु टाइम टु टाइम। दिनमा 3 चोटी खान्छु म। बिहान खाली पेटमा, दिउँसो खाजा खानु भन्दा अगाडि, बेलुका खाना खानु भन्दा अगाडि। र मैले फेरि पनि अर्डर गरे यो दुईटा। यो चाहिँ मेरो लागि, यो चाहिँ मेरो 85 वर्षको हजुरआमाको लागि मगाएको छु। अब यो भोलि गाउँ जाँदैछ। यो क्लोरोफिल विक्रेताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अझ यो भन्दा राम्रो प्रोडक्ट्स ल्याउनुहोस्। अन्य अरू रोगको लागि पनि तपाईहरुले सक्नुहुन्छ भने यो यस्तै खालको उत्पादनहरू ल्याइदिनुस्। हामी सर्वसाधारणको लागि धेरै उत्तम हुनेछ, हाम्रो लागि धेरै राम्रो हुनेछ। नमस्ते।